आफूले भनेको त्यो पनि पुलिस आउँदैछ भनेर भोइस मेसेजमा भनेको पूर्णले भन्दै थियो पुलिस आउँदैछ भनेर त्यहाँ नबस भनेको रहेछ। पछि किन भनेर आइआइन केटी किन गएको सामान ल्याउनु सामान ल्याउनु गयो भने तिनी भागेर चाहिँ केटा मरेपछि भागिहाल्यो। पुण्य त छैन भन्दै थियो। नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। आज चाहिँ एउटा भिडियो बनाउन लागिरहेको छु। म भिडियो चाहिँ के को भन्नुहुन्छ भने आज अलिक दुःखको भिडियो बनाउन गइरहेको छु। भिडियो चाहिँ हाइलाइट हेरेर पनि थाहा पाइसक्नु होला अथवा थम्बनेलहरुबाट। आज चाहिँ अलिकति कस्तो खालको भिडियो चाहिँ बनाउँदैछ त आज कडी निशानाले भन्ने लागिरहेको होला तपाईहरुलाई। खास भन्नुपर्दा भिडियो चाहिँ के को छ भन्दाखेरि आज चाहिँ के छ भन्दाखेरि आज हाम्रो यहाँ कम्पनीको एउटा भाइ चाहिँ भाइले चाहिँ भनौं न यो कम्पनीमा काम गर्ने भाइले चाहिँ पुलिसले पक्रेर लगेको रहेछ हिजोकै दिनमा। आज आइतबार हिजो शनिबार हिजो राति पक्राउ परेको रहेछ। पक्राउ चाहिँ किन पर्यो भन्दाखेरि उनीहरु चाहिँ साथी बीचमा अब मलेसियामा हैन यस्तो त छ नि यहाँनेरि अब खाने अब साथी बसेर खायो हैन रमाइलो गर्यो अनि लास्टमा चाहिँ झगडा परेछ फाइटिङ परेछ भनौं न साथी बीच। अनि त्यसै क्रममा एकजना दाइ हो कि भाइ हो अब प्रश्न मलाई थाहा भएन त्यो मान्छेको चाहिँ टाउकोमा चोट लाग्नु पुग्यो कि निकै साह्रै चोट लाग्यो अथवा साह्रै कुट्यो अब के गर्यो हैन कोले कुट्यो त्यो त थाहा भएन। रातिको कुरा हो अब हामी त थियौं न अब सुनेको कुरामा है भन्छ फेरि उहाँको दाइहरु यही हुनुहुन्छ त्यो भएर दाइले भने अनुसार अनि त्यसरी कुटाकुट गर्दा एकजनाको चाहिँ अलिक बढी नै उ भएछ। अनि त्यसै क्रममा अब अलिक हल्ला पनि भएछ क्यारा त्यहाँनेरि एरियामा। अनि त्यसै क्रममा त्यहाँको बासिन्दाहरु भनौं न लोकलले वरिपरिबाट अब धेरै हल्ला गर्यो होला। नेपालीहरु त हो हैन खाएपछि अब झगडा गर्यो फाइटिङ पर्यो कराउने भो के भो कोइले कुट्यो कोइलाई अब साह्रो दुख्यो होला करायो रुयो के भो अनि मारामारै गर्छ कि अब भनेर होला सायद। त्यसै बेलामा चाहिँ लोकलहरुले पुलिसलाई खबर गरेछ क्या र त्यसै अनि त्यसपछि पुलिसहरु आउँदा चाहिँ चलाकहरु चाहिँ भागिहालेछ। अनि यो भाइ चाहिँ खास भन्नु पर्दाखेरि खास त्यो कुट्नेमा चाहिँ होइन भन्ने कुरा पनि सुनेको छ। तर अब उसैले चाहिँ पक्रेर लग्यो फेरि पुलिसले। अब कोही बोल्दिने भएन त्यति बेला अब खाएको तालमा कोही अब भाग्यो होला कोही कता के भो अनि त्यो भाइले चाहिँ समातेर लग्यो। अब के गर्ने अब फन्दामा परिगयो नि के गर्नु साथीहरु अब यस्तो हुन्छ मलेसियामा जो हुनुहुन्छ मलेसियामा भने तपाईहरु एकदमै होशियार गरी बस्नु होला। यस्तो चाडक्सी खानु टिका खानु होला आफ्नो रुममा बनाएर खानु होला खाए पनि हैन टिका खानु होला भन्न चाहन्छु। म चाहिँ के भन्दाखेरि अब त्यस्तो अब फन्दामा पर्यो त्यो भाइ अब कति दिनसम्म अब जेल बस्नु पर्छ अनि मात्रै निस्किनु पाउँछ होला। अब कम्पनीले कति के सपोर्ट गर्ला हेरौँ। अब कम्पनीलाई त थाहा पनि छैन आज अब भोलि मात्रै कम्पनी खुल्छ अफिस खुल्छ यहाँ त्यसपछि मात्रै थाहा हुन्छ। कम्पनीलाई खबर गरेको छैन कसैले पनि भनेको छैन भन्दै थियो क्या र अब मैले पनि भनिन खास के भएको छ। अब त्यसरी हुन्छ के मलेसियामा अब धेरै कारणहरु हुन सक्छ झगडा पर्नेहरु यस्तो नराम्रो घटनाहरु घटिरहेको हुन्छ नि त तपाई हामी सबैले सुनिरहेको देखिरहेको नि हुन सक्छ न्यूजतिर समाचारतिर। त्यस्तो अब नराम्रो भयो त्यो भाइ बिचारा अब फस्यो अब कति दिन अब पैसा नतिरी त त्यो मान्छेलाई छोड्दैन होला। पैसा दिएर पनि अब राम्रोसँग भयो भने त्यो कुटाइ खानेको अवस्था हेरेर हुन्छ होला। कुटाइ खाने कस्तो छ अब धेरै नै अब उ भयो भने त बिताउँछ नि फेरि। मलेसियाको कानुन नियम अलिक कडै छ। अब मलेसियाको भनौं अथवा विदेशको कानुनहरु कडा हुन्छ भनौं न नेपालको जस्तो हुँदैन यति उति पैसा दिन्छु म भइहाल्छु मिलाइहाल्छु सिहाल्छु भन्ने जस्तो हुँदैन। नेपालमा पैसा दियो भने सबै कुरा हुन्छ हैन तर यहाँ विदेशमा त्यस्तो हुँदैन वास्तवमा भन्ने भने। अनि त्यस्तो छ। अनि म चाहिँ के भन्न चाहन्छु भने भिडियो मार्फत त्यसरी जो कोही पनि हुनुहुन्छ मलेसियामा भने अनि जाँडसी ठिका खानु होला। मलेसियामा बिग्रिनुको कारणहरु धेरैवटा हुन्छ। हामी किनभने अब भइसक्छ नबिग्रियौं हैन हामी त पैसा कमाउन लागेको हो नि त हैन। पैसा कमाउनलाई हामीले चाहिँ घर छाडेर आयौं परिवार छाडेर आयौं यत्रो 7 समुद्र पारी तरेर आएको छ। तर फेरि अब त्यो सम्झिँदैन कतिले चाहिँ हैन आउने बित्तिकै बिर्सिन्छ अब अथवा त्यस्तै हुन्छ होला साथीहरु
को पनि त्यस्तै सङ्गतहरूमा पुग्छ, कति चाहिँ त्यही भएर बिग्रिनेहरू पनि हुन्छ होइन। भइसक्यो त्यस्तो नगरौँ होइन, मिलेर राम्रोसँग काम गरी खाउँ। गाह्रो हुन्छ यहाँ मलेसियामा त त्यस्तो अलिकति अब सपोर्ट गर्ने भनेको अब कोही हुँदैन त्यति धेरै। अब यहाँ विदेश हो, यहाँ अब विदेशीले त खासै सपोर्ट गर्दैन हामीलाई त। अनि त्यस्तै हुन्छ। अनि यस भिडियो मार्फत म चाहिँ के भन्न चाहन्छु भने उहाँहरूलाई नै अहिले म भ्याउँछ। उहाँको दाइ यहीँ हुनुहुन्छ, अब के गर्नु, भाइ त अब त्यसमा परिहाल्नु भयो, दाइहरू यतै हुनुहुन्छ। अनि त्यही हो, मलेसियामा गडक्सी ठिका खाने त अब खाने हाम्रो चिजै हो, त्यो खाने हाम्रो नेपालीको होइन। अनि त्यसरी ठिका खाम। अनि के छ भन्दाखेरि यहाँनिर बिग्रिने कुराहरू थुप्रै छ मलेसियामा। केटी भयो, केटीको पछि लाग्यो भने पनि खत्तम भइन्छ यहाँ त। अनि त्यस्तै अर्को कुरा छ यहाँ, अब लोट्रीहरू छ, अब त्यस्तो नम्बरहरू कटाउने भयो होइन, त्यस्तोमा धेरै खर्च नगर्नु होला अब होइन। नम्बरहरू पनि कटाउने कतिले त गरिराख्नु भएको होला, कतिले पारि पनि राख्नु भएको होला अलिअलि त। तर यो खासै राम्रो चाहिँ होइन, त्यति धेरै हामीलाई उपलब्धि चाहिँ हुँदैन, त्यही भएर टिका मात्रै गरौँ होला। यस भिडियो मार्फत मैले यो पनि जोड्न चाहेँ। यदि तपाईँहरू मलेसिया आउँदै हुनुहुन्छ, मलेसियामै हुनुहुन्छ भने यति कुराको चाहिँ एकदमै ख्याल गर्नु होला। आफ्नो परिवारको सधैँभरि परिवारलाई चाहिँ सधैँभरि सम्झिराख्नु होला, म के को लागि आएको छु विदेश भनेर। अनि त्यसरी अब सम्झेर काम गर्नुपर्छ हामीले। अब म उहाँको दाइ साथीहरू हुनुहुन्छ, दाइ पनि उहाँलाई दाइलाई पनि थाहा छैन यो कुरा, तर दाइ चाहिँ मसँगै हुनुहुन्छ ड्युटीमै। हिजो शनिबार भइगयो, आज आइतबार। हप्तामा 2 दिन अथवा कम्पनी बन्द हुँदा चाहिँ कम्पनीले मलाई साथी दिन्छ। अनि त्यो एक-एकजना 2-2जना दिन्छ कम्पनीले। अनि पालो त्यस क्रममा यो हप्ता चाहिँ उहाँको दाइ र अर्को साथी हुनुहुन्छ, त्यही भएर उहाँहरू चाहिँ यतै हुनुहुन्थ्यो। तर भाइ चाहिँ उता अब रुममा पनि हुनुहुन्थेन चाहिँ हिजो अस्तिदेखि नै। अनि उता खाने बस्ने साथीहरूसँग उतै झगडा परेर फन्दामा पऱ्यो। अब त्यो भाइ त अब खोइ के गर्छ, मलाई चाहिँ म चाहिँ अब केही होला हुन त प्रक्रियाहरू, कम्पनीले केही गर्ला अलिअलि भन्ने आशा छ। अब त्यो कुटाइ खानेको अवस्था कस्तो छ अब हेरौँ। निकै साह्रै कुटेको छ भन्छ के अरे, अब कुट्नु त कसले कुट्यो होइन, देखेन अब आफूले भनेको त्यो पनि पुलिस आउँदैछ भनेर। भोइस मेसेजमा भनेको पूर्णले भन्दैछ पुलिस आउँदैछ भनेर, त्यहाँ नबस भनेको रहेछ। भोइस मेसेज पठायो भने भोइस मेसेजै हेर्दैन, सबै कोरो भएर थिएछ कि पैसा नभएको बेला बिजोग बनायो नि त। पैसा सुक्काएर त्यसको गोजीमा त 700-700 रुपियाँ भागेको छ केटा, मरेपछि भागिहाल्यो। पुण्य त छैन भन्दै थियो, रमेश होइन भन्दै थियो, त्यसले अरू केटाहरूले पिटेर भागिरहनु भन्दै। तर त्यो पिटाइ टोर्नेवालाले भने त हुन्थ्यो, यसले पिटे होइन अरूले पिटायो भने त पुरा सिद्धिहाल्थ्यो नि त। यो त मेरो साथी मात्रै हो भने त भएन। अब भाग्यो कि लग्यो भन्ने थाहा भएन, तर त्यहाँ पुलिसले घेरिसकेको थियो क्या। त्यस्तो हुन्छ है साथीहरू, अलिक होसियार गरेर बस्नुपर्छ। मलेसियामा ज्यान जोगाउनु गाह्रो छ हो। मार्केटमा पहिलासँग काम गरेको साथी बुझ्नेको, अनि जाउन तलतिर जाउँ भने, अनि त्यहाँ गएको त 16% 2वटा निकाल्नु बियरहरू। मैले भने म त खाँदैन भने, बरु मलाई चिसो सुकेला हजुरले खानु, मलाई खानु। म त रुमतिर त्यसको एउटा चिसो खाएर रुमतिर खानै भएन नि। बाहिर खानु राम्रो नि हुँदैन, कोठामा पनि खानुपर्छ। जति खानु मन लाग्छ आफूले ल्याउने, 2-3 भाइ 1-2जना मिलेर बाहिर खानु ठिक हुँदैन। खाने मन पनि लाग्दैन, खानु हुँदैन कि भरसक। अब कहिलेकाहीँ यसो साथी त्यही हो, कहिलेकाहीँ खानु मन लाग्यो त्यसरी हिजो खाइयो, अब रमाइलो भन्यो खानुपर्छ। कहिलेकाहीँ खानु चाहिँ पर्छ, तर ठिक खानुपर्छ। खाएर पनि के गर्नुपर्छ भन्ने कुरा चाहिँ बिर्सिनु हुँदैन हामीले। हिजो पनि मैले भोकाइलेटर गर्नु खाइदिएन हुन्छ झ्याप्प लगाइदियो, उता पछाडि गएर सुत्दिएको
पछि नाम भनिदिनु न। मेरो नाम अमर धामी। अमर धामी हो, उहाँ मेरो पहिलादेखिको साथी हो। ऊ फेरि हामी कता कता जानु पर्दा नि हामीसँगै हिँडिरहेको हुन्छ। उहाँको भाइलाई चाहिँ पुलिसले पक्रेर लगिसकेको छ। अब कसो के गरेर छुटाउनु पर्ने हो भन्ने कुरामा हामीहरू गफ गर्दैछौँ। अनि अमर धामी, तपाईँहरूको घर कुन जिल्ला अरे? मेरो डडेलधुरा। डडेलधुरा पश्चिम परे। सुदूरपश्चिम परे। तपाईँ कुन भाइ? म जेठा। जेठा हो। उहाँ कान्छा। त्यो भाइ चाहिँ ऊ कान्छा भाइ हो। हजुर। कतिजना हुनुहुन्छ? हामी 4 भाइ हो। 4 भाइ हुनुहुन्छ अरे। अब अनि हामी चाहिँ आज ड्युटीमै छौँ। अब ड्युटीबाट कतै चल्ने कुरा भएन। खबर चाहिँ त्यस्तो आयो आजबाट। अब कसरी के गर्ने हो, प्रक्रिया कसरी अगाडि बढाउने भन्ने कुरा छ। अब कति कम्पनीले पनि अब कतिसम्म सपोर्ट गर्छ होला। कम्पनीले अब हेल्प त गर्छ होला निकाल्नको लागि, छुटाउनको लागि। अनि त्यसपछि के हुन्छ होला अब थाहा छैन। अब भोलि थाहा होला सायद। आज कम्पनी बन्द छ, भोलि अफिस खुल्छ। अनि अर्को कुरा, मलेसियामा सबैभन्दा जोगिएर हिँड्नुपर्ने कुराहरू थुप्रै छन्। मलेसियामा चाहिँ हामीले आफूले भरसक हामी अब खाइ नै हाल्छौँ। अलिअलि त खानै पर्छ, त्यो ठिक्का मात्रै खानुपर्छ। अनि अर्को कुरा भनेको मलेसियामा अब केटी भयो, केटीको पछि लाग्ने, अब त्यस्तै झगडाहरू गर्ने। केटीले गर्दा पनि धेरै ठाउँ झगडाहरू भइरहेको खबरहरू सुनिन्छ होइन। हुन्छ पनि त्यस्तो गर्नु हुँदैन। अनि त्यो अब गर्दा गर्दै त्यस्तो हुन्छ नि त कहिलेकाहीँ। केटीले गर्दा नि त्यस्तोमा परिन्छ। अनि अर्को कुरा मलेसियामा भनेको एउटा के भन्छ, टोटो भन्छ होइन। टोटोमा चाहिँ कहिले पनि खर्च नगर्नु होला। रक्सीमा नि खर्च नगर्नु होला। केटीलाई खर्च नगर्नु होला। बरु जति पैसा कमाउनु सक्नु भएको छ त्यो बरु घरमै पठाउनु होला। पछि नै मजा गर्नुपर्छ। मजा गर्ने भनेको घरमा गएरै हो। यहाँ विदेशमा मजा गर्नु थाल्यो भने चाहिँ नेपालमा गएर मजा गर्नु पाइँदैन। अनि त्यही हो अब यहाँ नेपालमा भन्नु छ, मलेसियामा त्यही हो। केटी, रक्सी र यो नम्बर कटाउनेतिर लाग्यो भने उँभो लाग्दैन मान्छे। एकदम ख्याल गर्नु होला। नम्बरले पनि मान्छेहरूको पैसा धेरै नै यहाँ डुबिसकेको छ भनौँ न। अब आज काट्यो, पर्न खोज्छ, अनि झन्डै त परेछ ल भोलि चाहिँ म पार्छु, 1 नम्बर त मिस्टेक भयो भन्ने हुन्छ। अनि फेरि भोलि काट्छ, अनि त्यस्तै भइदिन्छ। फेरि अर्को दिन त्यस्तै हुन्छ। अनि टोटोले पनि धेरै पैसा सकेकोहरू पनि छ कि यहाँ। नेपालीहरूले त्यस्तो गर्नु पनि राम्रो होइन। भइसक्यो टोटो काट्नु चाहिँ पर्छ कहिलेकाहीँ। आफ्नो भाग्य टेस्ट पनि हो कहिलेकाहीँ। कटाउँदा चाहिँ हुन्छ। अब परिगयो भने राम्रो हो, परियो भरसक नकाटाउँदै राम्रो हुन्छ टोटोहरू। अनि यस्तो छ आजको भिडियो मार्फत यो पनि मैले सन्देश दिन चाहेँ। यस्तै छ, जोगिएर हिँड्नु होला सबैजना। मलेसियामा डेन्जर छ। मलेसियामा यहाँ अब त्यस्तै हो। एक्लै दुक्लै पनि नहिँड्नु होला बाटोमा हिँड्दाखेरि। दिउँसो होस् या राति होस्, दिउँसो पनि एक्लै नहिँड्नुहोस् बाटोमा। के हुँदैन, म एक्लै छु, दिउँसोमा हिँड्छु, के हुँदैन भनेर कहिले नहिँड्नु होला। यहाँ त कति बेला के हुन्छ थाहा हुँदैन। बाटोमा फेरि गाइड पनि गराइदिन सक्छ। अहिले त अलिक कम भएको छ। पहिला चाहिँ धेरै नै त्यस्तो भएको थियो। चोरी, के भन्छ, लुटपाटहरू त्यस्तोहरू पनि हुन्छ यहाँ मलेसियामा। त्यस कारणले भरसक एक्लै नहिँड्नु होला बाटोमा हिँड्दा नि। 1-2 जना साथी ग्रुप लिएर मात्रै हिँड्नु होला। हामीहरू कहिलेकाहीँ एक्लै हिँड्नुपर्ने हुन्छ नि त। ब्याङ्क जाँदा भयो, अनि बिरामी भयो भने हस्पिटल क्लिनिक जाँदा भयो, अनि मार्केटतिर जाँदा भयो, त्यस्तो बेलामा। अनि राति त भरसक नहिँड्नु होला बाहिर बिना काममा। आफ्नो काम विशेष छ भने चाहिँ हिँड्नु होला, त्यो पनि साथी लिएर हिँड्नु होला। अलिकति अब यो पनि मैले जोडेँ भिडियो मार्फत। ल त है, अब यस्तै है। अब जे पर्छ अब त्यो अब हुँदै गर्छ। हामी गर्दै गर्नुपर्छ नि। अब हेर्दै गर्नुपर्छ। छुट्छ होला भरसक त्यो भाइ, टेन्सन गर्नु हुँदैन। पर्छ, छुट्छ होला लगभग। अलिअलि सायद त्यो होला, पैसा चाहिँ खर्च हुन्छ होला। मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ है होइन। उहाँको अलिकति टेन्सन पनि हुनुहुन्छ। अब वो त उहाँको घर परिवारमा पनि सायद थाहा छैन भन्ने चाहिँ प्रश्न भयो। उहाँले नि फोन गर्नुभएको छैन र अब अरू कसले थाहा दिने। र उहाँको नि अब हिजै फेरि फोन बिग्रेर बसेको छ, फोन गर्नु पाएको छैन। चल्ने मोबाइल खोल्ने अब केही देखिँदैन राम्रोसँग। स्क्रिनहरू फुटेर मोबाइलको त्यो के भन्छ अँध्यारो के पहिलादेखि नै अलिक उ भएको रहेछ।
अनि अब त्यो भाइले लग्यो अब त्यसरी होइन। अब उसको परिवारमा पनि थाहा छैन अब छोरो एकजना रहेछ कि अब परिवारमा होइन त, एकजना छोरा हो उसको भतिजा एकजना, अनि तपाईँको कान्छी बुहारी पनि हुनुहुन्छ होइन। अब के भन्नु त्यस्तो भयो। त्यो भएर हामीले अब विदेशमा हुँदाखेरि चाहिँ अलिकति ख्याल गरेर काम गर्नुपर्ने हुन्छ भन्न चाहन्छु म सम्पूर्ण विदेशी दाजुभाइ दिदीबहिनीहरूलाई। अनि यस्तै हो, अब पैसा कमाउनु नकमाउनु आफ्नो आफ्नो भाग्यमा छ, तर जोगिएर काम चाहिँ गर्नुपर्छ भन्ने हो। अनि त्यस्तै भएछ रातिको बेलामा अब फाइटिङ पऱ्यो भन्छ क्या र अब को कसो पऱ्यो अँधेरोमा राति। अब मैले पनि देखिनँ उहाँहरूको त्यहाँनिर अहिले अघि एउटा साथीले फोन गरेर उहाँलाई सुनाएपछि मात्रै उहाँलाई पनि प्रष्ट भयो। अब उहाँको भाइ चाहिँ हिजोदेखि नै सम्पर्कविहीन थियो भन्ने, त्यो भएर त्यहाँ अहिले कुरा बुझ्दा त्यस्तो भएको छ। अब यस्तै छ नेपाली साथीभाइहरू, जोगिएर काम गरौँ। यस्तै हो, राम्रोसँग घर फर्किनुपर्छ सबैजनालाई मेरो आग्रह छ। के भन्न चाहन्छु भने जोगिएर काम गरौँ अनि राम्रोसँग हामी देश फर्किनुपर्छ। थ्याङ्क यू सबैजनालाई। आजको यो छोटो दुःखद खबर मार्फत बिदा हुन चाहन्छौँ हामी चाहिँ। केही कुराहरू अपडेट भयो भने फेरि म अर्को भिडियोमा अपडेट गराउने छु। अनि धन्यवाद सबैजनालाई। आजको भिडियो भनेको यही भिडियो हो। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु पनि सक्नुहुन्छ। तपाईँहरूले के कस्तो लाग्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि केही प्रतिक्रियाहरू पनि दिनु होला। हामी यस्तै छ, यस्तै खालको भिडियो बनिएको छ आजको। ल बाई बाई।